मनु साङपाङ। आज चाहिँ हामी दमक ब्रान्चबाट चाहिँ यहाँनिर लिडर्स टार्गेट मिटअप एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राममा चाहिँ हामी सहभागी भएका छौँ। यो टोटल्ली मेरो टिम हो। मेरो चाहिँ सम्पूर्ण मेरो सहयात्री मित्रहरूलाई चाहिँ मैले टप लेभलको सहयात्री मित्रहरूलाई चाहिँ जब कि उहाँहरूले चाहिँ 10 लाख आफ्नो प्राइभेट कोर्टमा 10 लाख उहाँले चाहिँ प्रिमियम ल्याउनु भएको थियो। उहाँलाई चाहिँ मैले वचन गरेअनुसार यहाँनिर चाहिँ ल्याउने बाचा गरेको थिएँ। त्यसैले गर्दाखेरि सम्पूर्ण साथीहरू कतिजना छुट्नु भएको छ, कतिजना आउनु भएन र जतिजना आउनु भएको छ उहाँहरूलाई चाहिँ मैले सम्मान कार्यक्रम गरेको छु। दमक ब्रान्चबाट झापाको तातो तातो गर्मी खाँदै यहाँनिर चाहिँ आज यो कन्यामको जङ्गल रिसोर्टमा चाहिँ एकदमै शीतलताको महसुस गर्दै हामी चाहिँ सम्पूर्ण हामी लाइफ इन्सुरेन्स दमक शाखाको तर्फबाट यो मेरो म मनु साङपाङ राई र मेरो टोटल टिम मेरो आदरणीय सहयात्री मित्रहरूलाई एक आफ्नो परिचय दिनको लागि म हात जोड्ने गर्दछु। सर्वप्रथम त म हाम्रो आजको प्रोग्रामको चाहिँ अर्गनाइजेसन गर्नुहुने मनु म्यामलाई चाहिँ चिफ एजेन्सी मनु साङपाङ राईज्यूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यो उहाँले 4-5 वर्ष अगाडिदेखि प्रमिस गर्नुभएको थियो। तपाईँहरूले गर्नुभएको यो कार्यलाई म एकदमै सम्मान गर्छु। तपाईँहरूले यो कार्य एचिभ गर्नुभयो भने चाहिँ पक्कै पनि म तपाईँहरूलाई यस्तो ठाउँमा लानेछु जो तपाईँहरूले कल्पना पनि गर्नुभएको हुनुहुने छैन भन्नुहुन्थ्यो। वास्तवमा असाध्यै राम्रो रहेछ। मैले यहाँ आएर नेपाल चिफ एजेन्सी म्यानेजर दमक ब्रान्चबाट हस्त धन्यवाद। नमस्कार, मेरो नाम बिनु कार्की, म गोल्ड ब्रान्चको एजेन्सी म्यानेजर र आज हामी यहाँ आउनुभयो मेन चाहिँ भनेको हाम्रो मनु साङपाङ मेमलाई धेरै धेरै धन्यवाद दिन्छु। उहाँले मार्फत हामी ठाउँमा आइपुग्नु हस् त धन्यवाद। एजेन्सीको रूपमा काम गरिरहेको छु अहिले र आजको यो प्रोग्राम चाहिँ हाम्रो लिडर्स मनु साङपाङ म्यामले चाहिँ आयोजना गर्नुभएको यो प्रोग्राममा चाहिँ आज सहभागी हुने अवसर पाएकोमा एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु हाम्रो मनु म्यामलाई। आजभन्दा 3-4 वर्ष अगाडि मैले यही नै भन्न चाहेँ। 3 वर्ष अगाडि हाम्रो चाहिँ दमक शाखाका चिफ म्यानेजर मनु साङपाङ म्यामले हामीलाई तिमीहरूले 10 लाख रुपियाँ प्रिमियम चाहिँ कलेक्सन गर्यो भने तिमीलाई म यति राम्रो ठाउँमा तिमीले नसोचेको ठाउँमा चाहिँ तिमीलाई इन्जोय गर्न लान्छु भनेर भन्नुभएको थियो। सो आज चाहिँ पहिलेदेखि नै आउन चाहिँ अब खोजेको हो, तर विभिन्न कारणले गर्दाखेरि यो ठाउँमा हामी आउन सकेनौँ। उहाँले हामीलाई जुन कुरा बोल्नुभएको थियो आफ्नो त्यो बोलीको पक्का आज वचन पुरा गर्नलाई यो सुन्दर इलामको ठाउँमा अहिले गरिबस्नु हामीलाई एकदमै रमाइलो गर्नको लागि मलाई धेरै धेरै हृदयदेखि धन्यवाद गर्दै नमन गर्न चाहन्छु। हस्त धन्यवाद। गीतको बोल छ शीर्षक छ आलुदम चना। आलुदम चना, आलुदम चना,
लाई राख माया निलाई छोटो सम्झना लाई राख माया निलाई छोटो सम्झना 8 आना होइन 4 आना होइन सुहाउँछ कान्छी रेजीको हारी 8 आना होइन 4 आना होइन सुहाउँछ कान्छी रेजीको हारी। म्यानेजर फिकल ब्रान्च म्यानेजर आउँदै हुनुहुन्थ्यो, उहाँले अलिकति लेट गर्नुभयो, सायद बाटोमा आउँदै हुनुहुन्छ होला। पक्कै पनि उहाँ आउँदै हुनुहुन्छ भन्ने आशा र विश्वासको साथ उहाँलाई फेरि पनि हामी यहाँ वेलकम गर्ने नै छौँ। तर म कार्यक्रम पनि ढिला भइरहेको कारणले गर्दा हामी एकदम टाढोको यात्रा गरेर आएको, थकानसँगै आएको, रमाइलो गर्न आएको मान्छे, कार्यक्रमले गर्दा झन् साह्रो टाउकोहरू दुखिरहेको होला साथीहरूको, त्यसको लागि अत्यन्त धेरै हामी माफी माग्न चाहन्छौँ। र म अब भने कति पनि ढिला नगरिकन कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आजको अर्गनाइजेसन गर्नुभएको छ हाम्रो चिफ एजेन्सी म्यानेजर मनोज साम्पाङ राई। अनि यो ठाउँमा यति राम्रो स्थानमा बोलाउनु भएर, सम्मानको लागि बोलाउनु भएर मलाई यो कार्यक्रम चलाउने मौका दिनुभएकोमा म अत्यन्त धेरै आभार व्यक्त गर्न चाहन्छु। यो कार्यक्रम स्टार्ट गर्दै गर्दाखेरि आजको यो कार्यक्रम सुरु हुँदै गर्दाखेरि सभापतिको आवश्यकता भएको कारणले गर्दाखेरि म सभापतिको आसन ग्रहणको लागि आजको यो कार्यक्रमको अर्गनाइजेसन गर्नुहुने मनु चिफ एजेन्सी म्यानेजर मनु साम्पाङज्यूलाई म सभापतिको आसन गरिदिनु हुन हार्दिक अनुरोध व्यक्त गर्न चाहन्छु। उहाँलाई तालीले स्वागत गरौँ। र सक्नु भएको छैन र विशिष्ट अतिथिहरूको आसन ग्रहण गराउन गइरहेको छु। म इलाम शाखाबाट हाम्रो सिनियर एजेन्सी म्यानेजर रिता साम्पाङ राईलाई उठेर विशिष्ट अतिथिको आसन गरिदिनु हुन धन्यवाद। र तालीले थोरैजना मान्छे भए पनि हामी विशेष मान्छे छौँ, छानिएर आएको मान्छे छौँ। तालीको गडगडाहट भनेको पक्कै पनि हामीले एकजनाले 20 जनाको ताली बजाउनु पर्छ भन्ने लाग्छ मलाई। त्यसलाई चाहिँ खदाले सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यस्तै गरी सम्मानको सभापतिज्यूलाई खदा लगाएर सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ताली बजाइदिनु हुन पनि अनुमान गरिदिनु हुन अनुरोध गर्दछु। ताली पनि बजाइदिनु स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यस्तै गरी बजाइदिनु हुन अनुरोध गर्दछु। यसै गरी धन्यवाद नानीलाई, छोरीलाई। र आसन ग्रहण साथै खदाले सम्मान गरिदिनु हुन हार्दिक अनुरोध व्यक्त गर्दछु। उहाँलाई ताली बजाइदिनु हुन अनुरोध गर्दछु। सिनियर एजेन्सी म्यानेजर रूपा सेलिङज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज हामी दमक ब्रान्चको तर्फबाट यस चिसो मौसममा हामी चिसो ठाउँमा आएका छौँ, यो जङ्गल रिसोर्ट कन्याममा। र सम्पूर्णलाई म मेरो निम्तोलाई स्वीकार गरी तपाईँहरूले तार्किक मिट गर्नुभएको छ र धेरैजना साथीहरूले टार्गेट मिट गर्नुभएको थियो, तर आफ्नो व्यस्तको कारणले गर्दाखेरि उहाँहरू आइपुग्नु भएन। जति हुनुहुन्छ तपाईँहरू मास होइन खास भएर आउनु भएको छ। त्यसले गर्दा जोरदार तालीका साथ आफैले नै सम्मान गरिदिनु हार्दिक अनुरोध गर्दछु। सोचे जस्तो तपाईँहरूले सोचे जस्तो गर्न त सकिन होला, तरै पनि तपाईँहरूले सानो तिनो ठुलो जस्तै जे भए पनि तपाईँलाई आशा राखेको छु। तपाईँहरू एकदमै खुसी नै बनाउने मेरो चाहिँ धोको, तर पनि तपाईँहरू खुसी नै हुनुहुन्छ भने पक्कै पनि लागेको छ। र पहिला सिमिलर तरिकाले मैले छुटाएको छु र यतिन्जेल आजको डेट 2082 साल 12 महिना 27 गतेसम्म चाहिँ सबैभन्दा धेरै
कसले बिजनेस गर्नुभएको छ भन्ने कुरा त तपाईँहरूले एक थाहा नै छ र यसलाई ठाटी राख्दै म सर्वप्रथम त म यस दमक शाखाका आदरणीय एजेन्सी मित्रलाई चाहिँ म बोलाउन चाहन्छु। आफ्नो 2 शब्द राखिदिनु हुनको लागि म हाम्रो अहिलेसम्म यो वर्षको लागि एकदमै टप सेकेन्डमा चाहिँ आउनुभएको छ र उहाँलाई आफ्नो 2 शब्द सहित स्वागत मन्तव्य गरिदिनु हुनको लागि म एजेन्सी म्यानेजर दिपा समाङ्खेज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँलाई जोरदार ताली। धन्यवाद आदरणीय मनु म्याम, दमक शाखाको चिफ म्यानेजर। फेरि पनि म मेरो आफ्नो परिचय दिन चाहन्छु तपाईँहरूलाई। म चाहिँ दिपा लिम्बू, दमक ब्रान्चको एजेन्सी म्यानेजर र आजको यो लिडर्स टार्गेट मिट अफ एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम अर्गनाइज गर्नुहुने आदरणीय मनु म्याम, दमक शाखाको चिफ म्यानेजर, त्यस्तै गरी धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र हामीले म गोर्दा ब्रान्चको एजेन्सी म्यानेजर बिनु कार्की, यस ठाउँमा ल्याउनु हुने दमक ब्रान्चको चिफ एजेन्सी म्यानेजर मनोज सम्पाङ म्यामलाई एकदम धन्यवाद दिन्छु। सम्पूर्ण साथीहरूलाई थोरैजना छौँ होइन, विशेष के भन्नुहुन्छ नि म्याडम हजुरले? ओके मास होइन, खास छौँ हामी। यति 10जनाले हामी काफी छौँ कि अहिले चाहिँ म हुन्छु भने म कन्फिडेन्ट छु, मलाई म सक्छु नै भन्ने मलाई थियो। 26मा चाहिँ 25को जुन फेलियर जस्तै लाग्छ मलाई चाहिँ, त्यो चाहिँ मेरो फेलियर नै हो होइन, किनभने मैले एकजना मान्छेको घरमा परेर म फेलियर भएको होइन। मैले म्याम भनेको आमा हो, समेटेर ल्याउनुपर्छ। समेटेर ल्याउनु भएको ठाउँमा हामी आइपुगेका छौँ र हामीले यहाँ इन्जोय पनि गरेको छौँ र हामीलाई जस्तो संस्कार दिनुभएको थियो मनु म्यामले, त्यो संस्कार पालना पनि गऱ्यौँ। आजको यस कार्यक्रममा अतिथिको रूपमा हुनुभएको म्यामहरू, दमक शाखाबाट उपस्थित सम्पूर्ण सिनियर एजेन्सी म्यानेजर एमडिआरटी म्याम, गौरादाबाट उपस्थित एजेन्सी म्यानेजर म्याम, सबैलाई सम्झिन चाहन्छु। आजको यस कार्यक्रममा चाहिँ मनु म्यामले यो कार्यक्रम गर्दै हुनुहुन्छ। यति रमाइलो भइरहेको छ, हामी थोरैजना छौँ तर पनि धेरै रमाइलो गरिरहेछौँ। यस्तो जुन अफिसमा हामी काम गर्छौँ हजुरहरू एजेन्ट। नमस्कार दमक, कस्तो छ कन्यामा? जाडो छ है, जाडो एकदम जाडो छ। आजको यस हाम्रो एजेन्सी लिडर्स अफ रिफ्रेसमेन्ट प्रोग्रामको आयोजक हाम्रो चिफ एजेन्सी म्यानेजर, हाम्रो अभिभावक हाम्रो मनु साम्पाङ म्यामलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु सर्वप्रथम त, किनकि आज हामी इलामदेखि दमकदेखि लिएर गौरादहसम्मको साथीहरू यहाँ एक ठाउँ भेला हुन पाएका छौँ, चिसो खान पाएका छौँ र यस 10जना भित्रमा चाहिँ मैले क्याटेगोरी छुट्याएको छु र उहाँले चाहिँ 2023देखि अहिलेसम्म 26सम्म चाहिँ उहाँले कतै ठिकै दिनु न, यहाँ पढ्नु पनि पर्छ एउटा पढ्नु अनि अरू नपढ्नु। र यो चाहिँ एक्टिभ एजेन्सी ग्रुप भनेर लेखेको छ। एक्टिभ एजेन्सी ग्रुपबाट 2082 12 महिना 27 गतेसम्म उहाँको पर्सनल कोर्टमा चाहिँ फर्स्ट पोजिसनमा उत्कृष्ट व्यापार गर्नुभएकोमा तपाईँ एमडिआरटी सबिना पौडेलज्यूलाई ससम्मानका साथ उच्च कदर गर्दै अवार्ड वितरण सहित उच्च सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु भनेर चाहिँ यो मैले घोषणा गरेको छु र उहाँलाई जोरदार तालिका साथ यो चाहिँ
उहाँ र मेरो फोटो चाहिँ राख्ने मन थियो तर सबैभन्दा साथ सपोर्ट भनेको उहाँको हस्बेन्डले गर्दाखेरि एमडिआरटी हुनुभएको छ त्यसले गर्दा मैले राख्न चाहिनँ उहाँलाई धेरै धेरै कङ्ग्रेचुलेसन र अझ आउने दिनहरूमा चाहिँ फेरि ल यो चाहिँ सेकेन्ड पोजिसनको अब फर्स्ट हुनेको लागि म अझ हौसला दिन चाहन्छु तपाईँहरूको सफलताको हार्दिक शुभकामना व्यक्त गर्नु हुनुभएको छ फर्स्ट हुने प्रयास पक्का पनि उहाँको उसले चाहनु भयो भने उहाँ फर्स्ट हुने तर अलिक पछि लाउनु भएको छ अर्को कामले गर्दाखेरि र कम्पिटिसन चाहिँ मैले उहाँलाई अनुमोदन गरेको छु यो माया मनोसाथमा सँगालेर तपाईँको मुटुमा राख्नु होला र यसै गरी हार्दिक व्यक्त गर्दै मायाको साथी उहाँ हुनुहुन्छ यति राम्रो काम गर्नुभएको छ धेरैजनाले एमडिआरटी उत्पादन गर्नुभयो उहाँलाई सफलताको हार्दिक शुभकामना सहित मैले मायाको चिन्ह चाहिँ यो प्रदान गर्न लागिरहेछु र यो मुटुमा राखिदिनु होला